फाइनल गाइज आज चाहिँ शनिबारको दिन परेकाले म चाहिँ बस्तु बाख्रा हेर्नलाई हिँडेको। सबैजनाले माया गरिदिनु, अर्सकटेल युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु। मेरो युट्युब च्यानलमा चाहिँ सबैले भ्युज बढाइदिनु होला। गाइजहरू सबैको मायाको आवश्यकता परिरहेछ मलाई। म चाहिँ आजको विशेष दिन चाहिँ के गर्ने भन्दाखेरि ठ्याक्क बस्तु बाख्रा चराउनलाई ठ्याक्क अब गाउँले जीवन के गर्नु त गाइजहरू होइन। बस्तु बाख्रालाई लिएर चाहिँ यहाँनिर बाख्रा देख्न सक्नुहुन्छ। बाख्रा चुकाइसकेको छु। कतिर टर्ने लाउँदा उता गोरु छ, गोरुलाई गएर ठ्याक्क फुकाएर आइज ल फाइनली रूपमा गाइस म चाहिँ हातमा लौरो गोरु पनि ठ्याक्क फुकाइसकेको छु होइन। अब बस्तु बाख्रा लिएर गएर अब लगभग 10 बज्यो होला, 1-2 बजेतिर आइज चराएर अगाएर आउनुपर्छ। बस्तु बाख्रा चाहिँ नभए भोकै पर्छन्। बाख्रा कहाँ पुगिसक्यो ल आइज ल चल्दिला। बाख्रा चाहिँ कुद्छन् गाई, बाख्रा अपराधी छन्। यो मालिकलाई दुःख दिनलाई, गोठालालाई भनौँ न, के मालिकलाई भन्नु दुःख दिनलाई कुदेको छ गर्छ बाख्रा चाहिँ। देख्न सक्नुहुन्छ गाइजहरू बस्तु बाख्रा एउटा चाहिँ यता गसो, यसको नाम चाहिँ ध्वासे हो होइन। गोरु अगाडि अगाडि कुद्दैछ, कता जोत्न लाने हो कि भनेर होला। र हाम्रो बाख्रा चाहिँ 2 जिउको छ कि गाइजहरू, 2 जिउको ठ्याक्क ब्याउन आँटेको। अस्तिको पालामा चाहिँ बोकै बोका पा 2टा बोका यस्तो छ कि बाख्रा बलियो बलियो भएर छ अहिले। आज ल ल ल ल ल ल ल यस्तै छ गाइजहरू। के गर्नु, बस्तु बाख्रा हेर्नै पर्छ। ए हिँड्न कस्तो लोधार रहेछ भने नि फेरि पनौती यस्तो छ गाइजहरू। उहाँहरू त कहाँ पुग्यो गोरु चाहिँ भने फेरि 100 मिटर पर पुगिसक्यो। बाख्रा कुद्दैछन् र पनि भेट्दैनन्, के गर्नु। पानीमा गाइज मेरो दिदी पनि जाँदै हुनु त, खोइ कता पुग्नु भएको छ देखिँदैन त। फाइनल रूपमा गाइजहरू होइन, यो चाहिँ यहाँ चौतारा मन्दिर ठ्याक्क बर्खा पात हल्का झरेका छन् क्या, सिलसिला गर्दैछन् गोरु बाख्रा बस्तु पनि। ठ्याक्क यो बोकेको नाम चाहिँ के राख्थ्यौँ होला गाइजहरू। मेरो बोकेको नाम चाहिँ 3टा बोकेको नाम चाहिँ के राखिदिनुपर्छ हो, तपाईँहरूले कमेन्ट गर्नु होला है गाइजहरू। के राख्दा ठिक हुन्छ। यो चाहिँ हाम्रो पोटाले भन्ने गोरु होइन गाइजहरू, उतो चाहिँ ठुटे गोरु भन्छ त्यसलाई चाहिँ। एउटा चाहिँ गोरुको नाम चाहिँ पोटाले हो, एउटा गोरुको नाम ठुटे हो। यो बाख्राको नाम चाहिँ सेती बाख्रो राखेको छ होइन गाइजहरू, सेती हो। अब यी 3टा बोकेको नाम चाहिँ के राख्दा ठिक होला गाइजहरू होइन, लाइक कमेन्ट गरेर कमेन्ट बक्समा चाहिँ के राख्दा ठिक होला त्यो चाहिँ हजुरहरूले जानकारी दिनु। तपाईँहरूले के भन्दा त्यही राखिदिन्छु। अर्को भ्लगमा म ठ्याक्क सिताले यिनीहरूको चाहिँ यो नाम छ है भनेर ठ्याक्क आउँछु। तिनीहरूको नाम चाहिँ के राख्दा ठिक होला गाइजहरू होइन। फाइनली रूपमा गाइज म चाहिँ बस्तु बाख्रा चराउने ठाउँमा आइपुगेँ। तलबाट उता लाग्दैछ, गोरु उता लाग्दैछन् होइन। अनि यता छ नि बाख्रा चाहिँ यहाँ तलतिर चरिरहेछन्। यी बाख्रा यता चरिरहेछ नि, गोरु त्यहाँ छन्। गाइजहरू यहाँ चाहिँ ठ्याक्क गोरु बाख्रा बस्तु चरिरहेछन्। हाम्रो एउटी बहिनी फेला परे चाहिँ यो बहिनी पनि बस्तु बाख्रा चराउन आकी होइन गाइजहरू। अब यस्तै छ है गाइजहरू। अब चाहिँ म हिँड्न आँटेको, गोरु बाख्रा बस्तु चराएर हल्का भुँडी आस्तो, पानी खाएको छैन त्यही भएर धेरै भोकै देखिन्छन्। अब लिएर जाने हो। फाइनल रूपमा गाइजहरू म चाहिँ बाख्रा बस्तु चराएर एकदम ठिकठाकसितले फर्किसकेँ। जाँदैछन् अघि। अर्सकटेल युट्युब च्यानललाई धेरै माया गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। आजको शनिबारको भ्लगबाट म बिदा हुन चाहन्छु। ओके बाई बाई।